आज पनि सबैलाई स्वागत छ मेरो नयाँ भिडियोमा। म चाहिँ आज हल्का डिफ्रेन्ट गरिदिएको कि नयाँ के अरे यहाँ स्कुलबाट भ्लग हान्दिनँ भनेर होइन। तर आज म चाहिँ यता काममा जाँदैछु। अर्को पछाडिको ब्याकग्राउन्डको भ्लग चाहिँ कस्तो दामी हिमाल देखिरहेको छ होइन। कस्तो दामी वेदर पर्दो रहेछ आज पनि धेरै कि रातभरि पानी होइन दिनभरि घाम। यो वेदर चाहिँ बब्बाल परेछ आज ल है। यस्तो दामी ल आज चाहिँ एडभेन्चर गर्न आउनेहरूलाई चाहिँ बवाल दिन परेछ है। ट्याक्क सबैजना एडभेन्चर गर्न आउनेहरू चाहिँ आउनुहोस् आजै हो, मौका नछुटाउनुहोस्। पनि यस्तो दामी पछाडिको ब्याकग्राउन्ड त्यही भएर आएको रमाइलो लाग्यो कि कति जस्तो लाग्यो कि भिडियो ल है त के हुन्छ हेर्दै गर्नुलाई साथीहरू। ल साथी म चाहिँ अब पार्किङमा नि आइसकेको छु। ओहो एउटा भाइ नि आइसकेको छ। छिटो हेर्नु कस्तो दामी छ कि कस्तो बवाल देखेको त नि सेक्सी देखेछ। अहिले माथि गएर देखाउँछु है म है। माथिबाट अझै खुल्ला देखिन्छ कि उहाँ प्लेटफर्मबाट अझै दामी देखिन्छ। ट्याक्क म त्यहाँबाट देखाउँछु। अन्त भाइ आएर सामानहरू पनि निकालिसकेको छ। ट्याक्क ल अब यो कडहरू ट्याक्क यो हिजो युज गरेको डोरीहरू हल्का चेक गर्छौँ हामी। चेक गरिसकेपछि माथि जान्छौँ। माथि उता प्लेटफर्मबाट म देखाउँछु त कस्तो दामी होस् आएर है त ल। आजको जम कन्ट्रोलर चाहिँ उहाँ हुनुहुन्छ। जम कन्ट्रोलर भनेको चाहिँ जेसी हो। उहाँले मलाई भर्खरै के भन्नुभयो भने तपाईँ धेरै बढी बोल्दै हुनुहुन्छ, तपाईँलाई म घर पठाइदिन्छु है। के गर्ने होला गाई, तपाईँहरू यहाँ बन्जी नेपालमा आउनुभयो भने यो मान्छेलाई चाहिँ खोजी हान्नु ल। निकाली सोमबार चाहिँ छुट्टी हुन्छ, अरू बेला चाहिँ यहीँ हुन्छ, बजाइ हुन्छ कि कसो। ल म चाहिँ माथि जाँदैछु। साथीहरूले खालि बोलेको जम्प हानेको मात्रै देखाउँछ भन्नुभयो। ल यस्तो पनि बोक्नुपर्छ है। फेरि जम्प गराउनुभन्दा अगाडि ट्याक्क कटसट बोकेर माथि नै आउनुपर्छ। यसरी बोक्नु नि पर्छ है साथीहरू। गाह्रो छ फेरि। हल्का ढिलो भएको अवस्था। हिमालय छोड्यो अलि अगाडि देखाऊँ भनेको रे। अब हिमाल सिमाल चैट भयो नि त। वेदर अब त्यस्तै छ नि त। अब कतिखेर के हुन्छ थाहै हुँदैन। तर कस्तो बवाल देखिन्छ यार। सबैले गयो त्यसरी मलाई झाउ लाग्यो। छैन खोल्टीमा अनि त्यसै तिमी क्या 17 प्रो म्याक्स। ओहो तर सधैँ यहीँ काम गरिराख्ने भयो भने मा कसम जति देख्यो नि है त्यस्तै के बब्बाले लाउने कि मजा देखिन्छ कि फेरि बबालै देखिन्छ। हो आम्बो कडा हो नि फेरि है। खोला पनि डेन्जर बढेछ। खोला पनि हिजो त पुरा सब यो ढुङ्गाहरू सबै ढाके थियो। आज हल्का पानी घटेछ। पानी चाहिँ तर डरै परिरहेछ कि पर्न त। यस्तो बबाल देख्छ यार हेर्नु। कसम कति राम्रो हो नि हिमाल। कस्तो राम्रो हिमाल तलै नजाऊँ क्या कसो तल जानै झ्याउडाउने कि अब यहाँ यस्तो देखेको। मेरो नेपाल मेरो नेपाल
मलाई ल उहाँ नि एउटा हाम्रो के अरे कम्पनीको भ्लगर है उहाँ नि र एन्ड रियल के हो, आफ्नो भ्लगमा मात्रै बोल्ने हो क्या मुख प्यार 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 आफ्नो भ्लगमा मात्रै हो क्या ए ल ल ल ल ल ल हस् 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 यो मान्छेलाई नि याद गरेर राख्नु है साथीहरू ल हामीले चाहिँ अब सेट गरेर नि आइसक्यो माथि सबै सेटअपहरू भइसक्यो अब चाहिँ कफीको सुरुवात बिहानको सुरुवात कफीबाट सेटअप चाहिँ यहाँ तलको नि यस्तै हो हार्नेसहरू डमी यताउति राखेर डक्क राखेर माथि नि सेटअप गरेर आइसक्यो कफी खान्छौँ त्यसपछि बुकिङ कति छ आजको त्यही अनुसार गर्दै गर्दैन है त ल फेरि एकछिन बस्यो भेटौँ ल हामी गाइजहरू हाम्रो यहाँ झगडा परिसक्यो है यस आएर के गरेछ त यसले है दाइ भोलि बन्दी नेपालको पेजमा आउनु पऱ्यो है यो काम गरिदिनु पर्यो कामै गरेर गरेको त्यही गरेर खै मैले त देख्दिनँ त काम भनेको यस्तो हुन्छ हाम्रो चाहिँ अब अफिसमा यस्तै मजाकहरू रमाइलो चलिरहेको छ फेरि तपाईँहरू सिरियस नहुनुहोस् है यो चाहिँ फेरि हाम्रो यो सब हाम्रो जोक मात्रै हो यो सिरियस चाहिँ हुँदैन फेरि हाम्रो चाहिँ कहिले सिरियस हुने कुरा चाहिँ कहिले पनि हुँदैन के कसो दाइ के कसो यस्तो फेरि हाम्रो फेरि नेपाली बोल्नै आउनु उहाँलाई फेरि इङ्ग्लिस मात्रै हो कि फेरि आएर सोध्दै ल है नमस्ते गुड मर्निङ ओ गुड मर्निङ दाइ के अरे के छ कस्तो छ त आज मेरो एकदम ठिक छ ठिक छ है भन्नुहोस् मेरो पनि ठिक छ के कस्तो लाग्छ तपाईँलाई आजको मौसम धेरै बजी यस्तो आज मौसम एकदम चर्को घाम छ गर्मी छ धेरै यदि मेरो सुझाव मान्न चाहनुहुन्छ भने शीतलमा बस्नु होला पानी पिउनु पानी धेरै पिउनु होला है होइन पानी धेरै पिउनु होला सकेसम्म 4 लिटरभन्दा बढी नै पिउनु पर्छ अनि यहाँ म झस्केँ यी काउकुटी लगाइदिएर तपाईँले के भन्नु नि त आजको यो मौसम बारे के भन्नु हाम्रो जनताहरूलाई के भन्नु छैन मेरो गरिम भएछ जे गरे गर क्या यो त राम्रो मिठो दिइरहेको थियो हाम्रो राम दाइले मैले कन्टिन्यू पानी धेरै पिउनु होला सकेसम्म नुन पनि कम खानु होला युज गर्नु नुन युज गरेदेखि पानी नुन खायो भने पानी बढी खाइन्छ नुन खानु होला गर्मीमा जति नुन खाएर पानी खान सक्यो त्यति नै स्वास्थ्यलाई फाइदा गर्छ चिनी कम खानु होला सकेसम्म पेप्सी कोक फेन्टा नखानु होला जसलाई सुगर छ त्यसमा चाहिँ धेरै सुगर भएको कारणले गर्दाखेरि धेरै कोक पेप्सी नपिउनु होला बरु रौसी खानु होला नो प्रब्लम बियर चिसो होइन बियर भन्दा नि प्योर कोदाको पाएदेखि खानु होला किन यस्तो गर्मीमा त चिसो बियर खानु परेन पानी मेरो सुझाव के मान्नुहुन्छ भने पानी भन्दा धेरै चिसो बियर खानु अल्कोहल सकेसम्म अलि हार्डै होस् कि हो र किन जति हार्ड भयो त्यति मजा आउँछ कि नसामा हो र होइन नसामा त मजा त हुन्छ कि तर मैले यो वेदर अनुसार भन्छु कि वेदर अनुसार होइन टक्क हेर्नु यस्तो मजाको घाम लाग्छ होइन अहिले चाहिँ बियर लिएर बस्नु त मिल्दैन नि त किन नमिल्ने नि मिलिहाल्छ नि ड्युटीमा भनेको होइन मैले यहाँ हाम्रो साथीभाइहरूलाई भनेको छु नि त मैले त म त ड्युटीमा भएको मान्छेलाई मैले भनेकै छैन फ्री भएको मान्छेलाई भनेको फ्री भएको मान्छेलाई टक्क यस्तो वेदरमा टक्क डाँडामा बसेर होइन टक्क भ्यू हेर्दै चिसो बियर अनि चौतारामा बसेर डाटा अन गरेर अनि चिल्ड बियर लिएर ट्याक्क साइडमा चाहिँ सकेसम्म मासु भन्दा पनि सलाद होस् सलादले चाहिँ फाइदा पनि गराउँछ ल ठिक छ जे होस् यही हो हाम्रो सुझाव चाहिँ है भन्ने कुरा हामीले भन्ने हो के अब मन लागु गर्नुहोस् तपाईँहरू चाहिँ अब के भन्ने त होइन त
अब यस्तै हो भन्ने कुरा भन्ने अब तपाईँहरूलाई जे मन लाग्छ त्यही गर्दा राम्रो है त ल साथीहरू फेरि अब एकछिन दिउँसो के हुन्छ कसो हुन्छ भेटौँला झ्याउला हान्ने ठिकै छ के अरे झ्याउला हान्ने बनाउनु अब जोस आयो भने बनाउँछु ठिक छ गीतको के प्रतिक्रिया आयो प्रतिक्रिया धेरै पुरानो भइसक्यो अब फेरि अब एउटा गीत फेरि हामीले अब एउटा दिनुपर्छ एउटा है आज दिनभरिमा एउटा गीत दिनुपर्छ ल है त दाइ ल आजको हाम्रो फर्स्ट जम्प रेडी हुँदै हुनुहुन्छ ट्याक्क अब आजको हाम्रो फर्स्ट जम्प उहाँ हुनुहुन्छ पैसा त दसैँमा ट्याक्क टिका लाएर दिने यस्तो छ हाम्रो ब्रदरको यहाँ सही हो है ल जतनले राख्नुपर्छ है यो पैसा चाहिँ ट्याक्क अनि दसैँमा टिका लाएर स्टाफहरूलाई सबलाई 500 रुपियाँ दिनुपर्छ यही पैसा है ल वा लभली पैसा है पैसा जता जान्छ त्यतै त्यतै देखाउनु पर्छ यो त हामीलाई अफिसले दिने पैसा हो यो ट्याक्क लाएर 1000भन्दा कम्ती हुनु भएन होइन ब्रदर हाल्न मिल्छ नि ब्रदर है भिडियो है बाबा ल हाम्रो आजको फर्स्ट कस्टमर है ल ल हामी चाहिँ रेडी भइसक्यौँ अब जम्प गराउनको लागि हामी रेडी भइसक्यौँ उताबाट अनि जम्पर पनि रेडी भइसक्यो हामी पनि रेडी भइसक्यो ल अब यहाँ चाहिँ अब खासै देखाउनु मिल्दैन 3 जना मात्रै हुन्छ यहाँ माथि काम गर्ने कसले भिडियो बनाउने कसले के गर्ने यही भएर ल अलि सकिसकेपछि भेटौँला है यहाँ आवाज पनि अनि त्यो खोलाको आवाज अलिक धेरै आउँछ क्या एकछिनपछि भेटौँला फेरि ल हाम्रो फर्स्ट जम्प पनि भ्याइयो अब चाहिँ कति बज्यो 12 बज्यो कि अब चाहिँ हामी खाना खाइन्छ है खाना खाइन्छ त्यसपछि अब घाम छ दिनमा फेरि कति के जम्प हुन्छ कस्तो हुन्छ फेरि भेटौँला है बिजी भएन भने चाहिँ फेरि भेटौँला ल थ्याङ्क यू गाइज साथीहरू त्यो चाहिँ भइसकेछ है मान्छे चाहिँ डेन्जरै धेरै थियो आज त्यही भएर अलिअलि बिचमा त्यो काम लाइन पनि हाम्रो पार्नु भएन नि त काम गर्नु भएपछि होइन त केटा हो त्यो छ त्यही भएर चाहिँ त्यो सेटिङ गर्दैछ है होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला वेदर चाहिँ यस्तो छ बवाल छ है वेदर पनि फेरि यस्तै छ कि जानु Thank you so much for watching guys.